Hello everyone, आज चाहिँ let's discuss about this vasopressin कसरी चलाउने भनेर है त। यसरी चाहिँ अब हामीले चाहिँ 1 ml को vasopressinलाई चाहिँ 90 ml चाहिँ NS तान्ने सुरुमा, त्यसपछि 1 ml को vasopressin ड्र गरेर टोटल चाहिँ 20 बनाउने है। 20 बनाइसकेपछि डाइल्युटेड फर्मको vasopressinलाई चाहिँ हामीले अब सिरिन्ज फर्मबाट चाहिँ युज गर्ने। यो डाइल्युटेड फर्ममा चाहिँ 1:1 बनायौं हामीले 20 युनिट्स vasopressin 20 ml मा चाहिँ डिजल्भ गर्यौं है। त्यही अनुसार चाहिँ अब सिरिन्ज फर्ममा हामीले सेट गर्ने। युनिट हो, त्यही भएर युनिट राख्ने। अनि हामी कति ml मा डिजल्भ गर्यो त भन्दाखेरि 20 ml मा है। त्यसै 20 युनिट्स चाहिँ 20 ml मा डिजल्भ गर्यो, त्यो भनेको 1:1। अब हामीले कसरी चलाउने भनेको युनिट पर मिनेट। यसको चाहिँ फिक्स डोज हुन्छ कि टाइटर गर्न खासै मिल्दैन भन्छ है। 0.03 युनिट पर मिनेट अनुसार चलाउने हो। इनकेस टाइटर गर्नु परि नै हाल्यो भने 0.04 चाहिँ म्याक्स डोज हो यसको। तर त्यसमा चाहिँ इस्केमिया हुने चान्सेस बेसी